ल दाइ के हो तपाईँ त खालि लाइभ बस्नुहुन्छ त उहाँ महेश बस्नेतले के गरिसक्यो जिएनजी को बारेमा के बोलिसक्यो खालि तपाईँ चाहिँ लाइभै बसेर चाहिँ हुन्छ त को मुजी महेश बस्ने हो मुजी घरबाट घिसारेर हान्नु क्या मुजीले धेरै ठुलो कुरा गर्यो भने ल तपाईँ महेश बस्नेतलाई चिन्नुहुन्न चिन्दैन त्यो मुजी को हो मुजी राष्ट्रघातीहरूलाई चिन्छ मुजी राष्ट्रवादीलाई चिन्छ राष्ट्रघातीलाई चिन्दैन अस्ति त दिवाकर शाहको त्यो इन्टरभ्यूमा आएर भन्दै थियो म त जिएनजीलाई गोली ठोकेर मार्न सक्छु मेरो त 6 लाख जति चाहिँ कार्यकर्ताहरू छन् म ओलीलाई थुन्यो भने पनि 6 लाख कार्यकर्तालाई त्यसले थुन्न सक्दैन भनेर सरकारलाई च्यालेन्ज दिएको छ अनि यसो च्यालेन्ज दिइसकेपछि तपाईँ चाहिँ खालि लाइभै बसेर हुन्छ त मुजी भनेको घरको मुजी त्यो गधा हो कि अनि बाहिर निस्केको 2-4 जना मुजी मासुको हैन चोक्टामा बिचेका झोलेहरूलाई बोकेर ठुलठुलो कुरा गरिरहेछ मिडियामा आएर पनि हैन जिएनजीहरूलाई आतंककारी रे अनि फेरि यो देशभरि आगो लगाउँछु भनेर दिवाकर शाहलाई चाहिँ भनेको रहेछ पत्रकारलाई एकचोटि तराईवासीलाई चिनेको छैन जस्तो छ उसले अगर तराईवासी मागेको देशको लागि मर्नु पर्यो र मार्नु पर्यो भने के हुन्छ भन्ने कुरा नि त्यसले अलि सोचेको छैन क्या झोलेहरूले अनि त्यो महेश त्रिपाठीले त अझ के पनि भनिरहेको थियो भन्दाखेरि त्यो महाधिवेशन जुन ओलीको थियो त्यो भक्तपुरको गुन्डु भन्ने ठाउँमा त्यसले त के भनिरहेछ ठाडो च्यालेन्जै दिइरहेछ कि केपी ओलीलाई सक्सेस भने थुनेर देखा भन्छ पुरै नेपाल सरकारलाई चाहिँ च्यालेन्ज दिइरहेछ सुशीला कार्कीलाई च्यालेन्ज दिइरहेछ अनि यस्तो च्यालेन्ज दिँदाखेरि पनि सबै जिएनजी ग्रुपहरू चाहिँ के छ घरभित्रै ठुनेर बसेका छन् बोल्या कोही पनि छैनन् के भन्न चाहनुहुन्छ म बोल्छु मा कसम मलाई थुनेर देखा तेरो गाडमा पावर छ भने मुची यो सरकारले पावर छ भने मुजी मलाई थुनेर देखा म देशको लागि मरेर मार्ने र गोली खाएर बस्ने मान्छे हो बुझिस् नि आजसम्म नागरिकताको मा कसम एउटा भोटर लिस्ट पनि नबनाएर जिएनजी को हैन 12 पास गरेर स्टुडेन्ट हैन जागिर नपाएर नेपालमा जागिर नपाएर विदेशको लागि पनि भौतारिएर कति भिसाको लागि पनि ट्राई गरेर नसकेर बसेको मान्छे हो अगर मा कसम मेरो देशमाथि आँखा लगाउँछ भने त्यसको आँखा फुटाइदिन्छु म सिधा कुरा हो अनि सुन्नुस् न दाइ अनि ओलीले त फेरि च्यालेन्ज गरेर के भनिरहेछ भन्दाखेरि त्यसले चाहिँ त्यो मलाई सुशीला कार्कीले गर्दैमा मलाई धम्काएर धम्किने खालको मान्छे हो त्यसले मलाई थुन्न सक्छ भनेर ठाडो चुनौती दिने कहाँसम्मको त्यो सुशीला कार्कीले थुनोस् नथुनोस् मतलब भएन तर हरेक नेपाली गरिबको बच्चाले त्यसलाई लगेर माकसम जोस छ आगोमा जोस छ जसको जति सुकै होस् बाबुआमाले आफ्नो छोरालाई गोली खाँदाखेरि हेरेर बस्दैन होला हरेक बाबुआमाले बुझिस् नि कुनै पार्टीको झोले भएर बस्दैन होला त्यो महेश गुरु बस्नेतलाई थाहा छ कि छैन साला बस्नेत एउटा कुरा याद राख माकसम अगर त मुजी काठमाडौँको कुनै निकायमा गएर माकसम त झोलेको पार्टी भएर त कुरा गरिरहेछस् भने पहिला सुरु एउटा कुरा याद राख यहाँ देशभक्ति पनि झल्किने नेपालीहरू लाखौं करोडौंमा छन् 5 करोड छन् के नेपालको जनसङ्ख्या तिमीहरू 3-3 करोड भनेर बसिरहेछौ नि हाल जनगणना अनुसार 5 करोड छ नेपालको जनसङ्ख्या अगर 5 करोडमा माकसम 3 करोड मात्र निस्क्यो भने देशभक्ति साला तेरो नि माकसम कुन पार्टीको छ नि 2 करोडको सबैलाई लखड दिन्छ विचार गरेर बस अनि सुन्नुस् न दाइ अनि के छ त भन्दाखेरि यो केपी ओलीको झोला बोक्ने भनेका विद्यार्थी युनियनका संगठनका विद्यार्थीहरू पनि हुन् आज विद्यार्थीलाई गोली हानेर मार्दा विद्यार्थी युनियन संगठन पनि केही गरेर बसेन अनि विद्यार्थीको लागि चाहिँ गर्छु भनेर विद्यार्थी युनियनहरू कलेजहरुमा बनाउँछन् अनि यिनीहरूले केही नगरेपछि एमालेकै झोला बोकेर हिँडिरहेका छन् यो सम्बन्धी के भन्न चाहनुहुन्छ त तपाई यो सम्बन्धी म के भन्न चाहन्छु भने नि हैन मेरो पुर्खा यहाँ जन्मेको 7औं पुर्खा यहाँ जन्मेको हो र अर्को कुरा भन्छु म पनि 8औं पुर्खामा यहाँ पाइला टेक्दै छु अगर मा कसम तिमीहरुको दम छ भने मा कसम तिमीहरुलाई मैले च्यालेन्ज गरे मेरो देशमाथि आँखा मात्र गिद्दी आँखा लगाएर हेर म यहाँ मात्र हैन म इन्टरनेशनल चुनौती हान्न चाहन्छु त्यति कुरा हो त हतियारै लिएर आउलास् तर म सिरुपाते खुकुरीले नि तेरो घाँटी छिनाउन चाहन्छु राष्ट्रघातीहरुलाई देशद्रोहीहरुलाई अनि सुन्नुस् न तपाईको अगाडि सपोज केपी ओली आयो भने तपाई झोला बोकेर हिँड्नुहुन्छ कि के गर्नुहुन्छ सपोज तपाईको अगाडि आयो जुत्ताको माला लगाएर गधारमा राखेर हिँड्छु किनभने मेरो बाबुआमाको सम्पत्ति त्यत्रो राज्यस्व तिरेको कहाँ लगेर बेचिस् कहाँ राखिस् भनेर ढुकुटी कहाँ सकिस् तपाईमा आत्मविश्वास छ कि म त्यो गरेरै देखाउन सक्छु भनेर यस कि तपाई पनि अरु जस्तै झोला बोकेर हिँड्नुहुन्छ झोला म एक्लै हिँड्छु सुन्न यहाँ म एक्लै हिँड्ने मान्छे हो बुझिस् नि म पृथ्वी नारायण शाहको वंशबाट आएको हो बुझिस् नि हाम्रो वीरेन्द्र राजाको बालीमा माकसम हरेक नेपालीले केस खुइराउनु परेको थियो यो कुरा कहिले पनि बिर्सिनु हुँदैन मैले पनि केस खुइलाको वीरेन्द्र राजाको बालीमा म त्यस्तो सन्तानबाट जन्मेको अगर मेरो माटोमाथि र मेरो जननीमाथि आँखा लगाउँछ भने नि ठाडो त्यसलाई चुनौती छ ग्याङ्स्टरले कुनै प्रशासन आएर केही हुनेवाला छैन रोकचोक केही गर्नेवाला छैन सिधा कुरा हो देशमाथि मा कसम आँखा लगाउनु भएन मेरो देशमाथि
त्यो हो नि, तर त्यसले धेरै घात गरिसक्यो होइन। अब त्यसको विचारमा माथि अझै पनि हामी झोला बोकेर हिँड्यौँ भने यो म के हाम्रो भन्न चाहन्छु भने हरेक नेपाली जनता पहिला सचेत रहनुहोस्। तपाईको आजको पीडितले गर्दाखेरि हाम्रो देश नभए पनि धेरै अविकसित भइसक्यो। किनभने अब तपाईहरूले बुझ्नु भएन, तपाईँ पार्टीको नेता झोले बनेर हिँड्नुहुन्छ भने नि होइन, मा कसम तपाईले आफ्नो छोरालाई तपाईँकै अगाडि दागबत्ती दिँदै हुनुहुन्छ, तपाईँको सन्तानलाई तपाईँले अगाडि नै दागबत्ती दिँदै हुनुहुन्छ भन्न चाहन्छु। अनि एउटा सन्देश पनि दिनु पर्यो तपाईँबाट आशा राखेँ मैले होइन। के छ भन्दा अब आउने जुन फागुन 21 गते जुन निर्वाचन हुँदैछ, जुन चाहिँ संसदहरूको चाहिँ प्रतिनिधि सभाको हुँदैछ निर्वाचन, यो निर्वाचनमा भोट हाल्नु अघि तपाईँ के सचेतना दिन चाहनुहुन्छ त मतदान गर्ने व्यक्तिहरूलाई? मतदान व्यक्ति गर्नेहरूलाई होइन, हाम्रोलाई भन्दा पनि राम्रोलाई जिताउ के। तिमीहरू एउटा एजुकेसन एउटा भिजन भएको मान्छेलाई जिताउ के, जसले बरु त्यो मुला होइन लाटो भएर हिँडिरहेको छ, त्यो काम नपाएर भौतारिरहेको छ होइन, रोडमा हिँडिरहेको छ भने हो त्यस्तोलाई जिताउ के। उसले देखेको हुन्छ गाउँको परिस्थितिलाई भोगेको हुन्छ, बाटो घाटोलाई भोगेको हुन्छ, गल्ली सडकलाई भोगेको हुन्छ के। त्यो साला नेताको कुर्सीमा अमेरिकामा बस्ने, लन्डनमा बस्ने, तिनीहरूलाई ल्याएर हाम्रो नेपालको दुःख थोरै थाहा हुन्छ र यार? थाहा हुँदैन नि कहिले पनि। तपाईँको विचारमा म सहमत भए। अब आउने जति छन् आमा बुवाहरू भोट हाल्न जो जानुहुन्छ उहाँलाई पनि एकपल्ट सोच विचार गरेर आफ्नै छोरा सम्झेर बुझेर होइन भोट हाल्न चाहिँ आग्रह गर्न चाहन्छु सबैलाई, होइन त? त्यही हो। हस् त दादा, तपाईँको विचारमाथि म सहमत भएँ। धेरै धेरै धन्यवाद तपाईँलाई।